हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो फेरि पनि अर्को नयाँ भिडियोमा। हजुरहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि मेरो भिडियो हेरेर मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। अनि त्यसपछि मैले मेरो नयाँ रुममा आइसकेपछि चाहिँ मैले अस्ति पनि एउटा भिडियो चाहिँ अपलोड गर्छु दिउँसै भनेको थिएँ, तर नेटको प्रब्लमले चाहिँ अलि भोलिपल्टतिर नै अपलोड भयो। अनि फेरि पनि मैले न्यू रुममा आएपछिको सेकेन्ड भिडियो चाहिँ बनाउँदैछु साथीहरु। हुन त खासै केही पनि छैन, तर पनि मेरो रुम फेरि पनि हजुरहरुलाई देखाउन चाहन्छु हजुरहरुलाई। अनि मेरो बुढा चाहिँ यहाँ खाटमा यसरी नै खुट्टा गरेर यहाँ हाँसेरै चाहिँ बस्नु भएको छ। अनि त्यसपछि साथीहरु देख्न सक्नुहुन्छ, मैले चाहिँ भित्तामा तीनटा फोटो राखेको छु। एउटा चाहिँ बुढा र मेरो, अनि यताको चाहिँ मेरै बुढा हो, अनि यताको चाहिँ म हो साथीहरु। अनि यता पनि राखेको छु मेरो र बुढाको फोटो काठमाडौँ दक्षिण कालिका जाँदाखेरि चाहिँ खिचेको थियौँ हामीले। यही हो। मेरो बुढाले चाहिँ भन्दै हुनुहुन्छ, मेरो बुढा चाहिँ पहिला यस्तो छ भनेर नि भन्नुभएको छ। हो, मेरो बुढा चाहिँ यस्तो हुनुहुन्थ्यो। अनि मलाई चाहिँ आज पनि फेरि भिडियो बनाउन मन लागेर अनि मैले भिडियो बनाएको साथीहरु हेर्नु होला। हाम्रो सानो पुन्टे पंखा पनि यहाँ छ, अनि उहाँको दबाईहरु के खत्रङ खुत्रुङ चाहिँ यहाँ राखेको छु। अनि यहाँ चाहिँ यस्तै छ साथीहरु, भाँडाहरु राखेको छु। भाँडाहरु देख्न सक्नुहुन्छ, पानीको जार। अनि यहाँ चाहिँ यस्तै छ खानेकुरा। उन्डा पनि छ साथीहरु, उन्डा देख्न सक्नुहुन्छ एउटा। अनि यहाँ चाहिँ अंगुर रहेको छ, ग्रेप्स रहेको छ। अनि हाम्रो किचनको चाहिँ यस्तै छ। के रे, अनि यो चाहिँ वालपेपर, मैले चाहिँ नाम बिर्सेर वालपेपर हो। हाम्रो ग्यास चाहिँ यतै छ साथीहरु, यस्तै नै छ, फिल्टर छ। अनि त्यसपछि यहाँ चाहिँ ऐना छ, म पनि देखेको छु। अस्ति नै पनि बनाएको थिएँ मैले भिडियो, अनि आज पनि बनाएको छु। अनि त्यसपछि चाहिँ हाम्रो यस्तै छ रुम, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ लोबेड छ, अस्ति नै पनि भनिसकेको छु। अनि त्यहाँ चाहिँ कुनामा जुत्ताहरु राख्ने छु, त्यता दराज छ। अनि यता चाहिँ यस्तै सामानहरु छ। अनि पहिला हाम्रो सानो 32 इन्चीकै होला टिभी थियो, यो चाहिँ हामीले चालु गर्न चलाएको चाहिँ छैन, अहिले वर्ष दिन भइसक्यो। यतिकै नै छ। एलजीको हैन, हो सीजीको हामीले महेन्द्रपुलमा किनेको थियौं त्यो टिभी चाहिँ साथीहरु। यस्तै छ हाम्रो रुम चाहिँ, यस्तै नै छ। बुढा चाहिँ यहाँ बसिराख्नु भएको छ। मेरो बुढालाई चाहिँ भोक लाग्यो रे, अनि उठेर चाहिँ यता बस्नु भएको छ। अनि अब के खाजा खानुहुन्छ बनाइदिन्छु। चिया खाने हो, चिया धेरै खानु हुँदैन उहाँले चाहिँ, तर पनि म चिया कहिलेकाहीँ चाहिँ चिया बनाएर दिन्छु हैन। खाना त हुँदैन, कहिलेकाहीँ खान मन लाग्यो भन्नुहुन्छ, अनि मैले चाहिँ बनाएर दिन्छु साथीहरु। यस्तै छ हाम्रो रुम। अब म चाहिँ बाहिरतिर कतै पनि डुलेको छैन, त्यही भएर मैले बनाएको पनि छैन भिडियो हैन। यही रुम भित्र नै अस्ति नि बनाएँ, आज पनि बनाएँ। अब अस्ति अपलोड गरेको राम्रोसँग नेटको प्रब्लमले चाहिँ अपलोड हुन सकेन, सायद हिजो चाहिँ मैले गरेको थिएँ। अनि यस्तै छ साथीहरु। अनि यस्तै छ। अब मैले चाहिँ आज चाहिँ
आज चाहिँ मैले यो भिडियो किन बनाएको भने अस्ति चाहिँ मैले हाम्रो फोटोहरू चाहिँ राखेको थिएन, अनि त्यही भएर चाहिँ मैले आज चाहिँ अरू त सबै मैले मिलाइसकेको थिएँ, फोटो चाहिँ मैले मिलाएको थिएन, त्यही भएर मैले आज चाहिँ फोटो देखाउनलाई पनि मैले भिडियो बनाएको। साथीहरू देख्न सक्नुहुन्छ, यता पनि 2टा अनि यता 3टा, यहाँभन्दा धेरै चाहिँ राख्न हुँदैन, राम्रो पनि देख्दैन भन्न चाहन्छु म। तर यो भित्ताहरू चाहिँ पर्पल कलरमा छ। यस्तो भिडियो बनाउँदा चाहिँ पर्पल कलर पुरै देखिँदैन, एकदमै राम्रो छ। यस्तो उसमा भिडियो नबनाउँदाखेरि चाहिँ यत्तिकै हेर्दा चाहिँ एकदम राम्रो छ, अनि भिडियोमा चाहिँ त्यति धेरै पर्पल कलरै चाहिँ देखिँदैन, राम्रो छ। बाहिर चाहिँ भाँडा धुने ठाउँ छ, एकजना दिदी हुनुहुन्छ भाँडा धुँदै पनि। भाँडा धुने ठाउँ बाहिर छ, अगाडि नै सजिलो छ। मलाई चाहिँ यस्तो खोकी चाहिँ आइ नै राख्छ छिनछिनमा, के भएको खै, यस्तै नै छ। फेरि पनि म अर्को भिडियो लिएर आउनेछु। यो भिडियो चाहिँ हेर्दै गर्नुहोला, मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्नुहोला साथीहरू। भिडियो जे जानेछ जे छ त्यही देखाएर नै भिडियो गर्ने हो, नभएको कुरा बोलेर नभएको कुरा छ भनेर देखाएर गर्ने होइन, जे छ त्यही नै गर्ने हो साथीहरू, होइन। अब मसँग यो छ त्यो छ भनेर भिडियो बनाउँदैमा केही हुँदैन, जे छ होइन त्यही बनाउने। अरू साथीहरूले पनि आफूले जे जान्नुभयो, जे राम्रो गर्न सक्नुहुन्छ त्यही नै बनाउनुहुन्छ। अब मैले पनि जे जानेछु त्यही नै बनाउने हो, नजानेको कुरालाई यत्तिकै बनाएर बन्दैन, आफूले जे जान्यो होइन त्यही नै बनाउने हो। ओके साथीहरू, बाई बाई। फेरि अर्को भिडियोमा फेरि भेटौँला भन्दै अहिलेको लागि चाहिँ यो भिडियो यति नै हुनेछ साथीहरू।